को बोल्नुभयो भने मैले म जो बोले पनि तेरो बाबु बोलेको यस्तै खालको एकदम छाडा शब्द, एकदम चाहिँ तल्लो स्तरका शब्दहरू बोलेर त्यसपछि सुरु गर्नु भने ल त म त यहाँ छु होइन, तर तेरो कोठा कहाँमा पत्ता लगाएर मान्छे पठाउँदैछु, घरमा पठाउँदैछु, तैँले त सदनमा भनिस्, अब त सब भोलि नै तेरो साँच्चैकै लास पाउँछ। थ्रेट गर्ने, ज्यान मार्नेसम्मको, त्यति मात्र हो त। मलाई मात्र भने त हुन्थ्यो नि, बालनको विरोध गर्न पाइन्छ, रविको विरोध गर्न पाइन्छ भन्नुहुन्छ। तिमीहरूले चाहिँ के गरेछ भन्नुहुन्छ। गोली हानेर मारिदिन्छु भनेछ नि त, होइन सामान्य कुरा होइन नि, हो त। हिजो आफैले चाहिँ परराष्ट्र मन्त्रीलाई सोधेको विदेशबाट यस्तो भइरहेछ भने त्यो पनि केही गर्न सकिँदैन भन्नु, सम्भावनै छैन, केही गर्नै सकिँदैन भन्नु। यो सरकारले केही मान्छेहरू परिचालित गरेछ सामाजिक सञ्जालमा सरकारको आलोचना गर्ने, विरोध गर्ने। मलाई लाग्छ तपाईँ मिडिया साथीहरू पनि यसका चाहिँ शिकार भइरहनु भएको छ भन्ने लाग्छ मलाई। मैले यसो हेर्छु तपाईँहरूका पनि होइन, एउटा यस्तो पङ्क्ति निर्माण गरेछ, यस्तो एउटा संस्कार, एउटा यस्तो पङ्क्ति निर्माण गरेछ ताकि जसले प्रश्न गर्छ यो सरकारका विरुद्धमा, यो सरकारलाई त जसले विरोध गर्छ यो सरकारको, यो सरकारलाई जसले प्रश्न गर्छ यो भएन, यो यसरी जानुपर्छ भनेछ, तिनका विरुद्धमा जाइ लाग्ने, तिनको हुर्मत दिने, एकदम चाहिँ अराजक बन्ने, गाली गलोज गर्ने, सँगै परिवारका मान्छे सँगै बसेर हेर्नु नसकिने खालका गाली गलोजहरू आउने, यो खालको परिस्थिति बनिएको छ। र हुँदाहुँदा अब कहाँसम्म आउनु थालिसक्यो भने, अघि यहाँ सञ्चालकले सुरुमै भन्नुभयो, कहाँसम्म परिस्थिति बनिसक्यो भन्दा सरकारका मान्छेहरू कसरी आउन लागिसक्यो त भन्दा अलिकति सदनमा होइन सरकारलाई चाहिँ खबरदारी गर्ने, सरकारले गलत काम गरेका गलत कामहरू अथवा चाहिँ लोकतन्त्र विरोधी, संविधान कार्यान्वयन नगर्ने, कानुनी राज्य र विधिको शासनसँग मेल नखाने होइन, जनताका अपेक्षाहरूसँग मेल नखाने कामहरूका बारेमा त्यहाँ प्रश्न गर्यो, विरोध गर्यो र यसरी जानुपर्छ सल्लाह सुझाव दिनेलाई चाहिँ ज्यान मार्नेसम्मका धम्की आउने, यो खालको परिस्थिति। र पछिल्लो समय यसको शिकार म पनि बनेको छु, नराम्रै बनेको छु। मैले त अस्ति त्यो सामान्य हिसाबले मैले एउटा दुईवटा घटना मात्रै भनेको, मैले धेरै ठुल्ठुला धम्कीहरू अहिले पनि खाइराखेको छु। विदेशबाट पनि त्यसरी नै गर्छ। मैले हिजो मात्रै परराष्ट्र मन्त्रीसँग सल्लाह गरेँ सदनमा, यो विदेशमा गएर रहेर वाट्सएपमा फोन गर्ने, मेसेन्जरमा फोन गर्ने, कहिलेकाहीँ केही मान्छेहरूको इम्पोर्टेन्ट पनि होला भनेर उठायो सिधै मारिदिने होइन। त्यो अझ केसम्म भन्छन् भने अस्ति एकजना मान्छेले मलाई मलेसियाबाट फोन गर्नुभयो वाट्सएपमा है। मलाई के फिल भयो भने वाट्सएपमा +60 थियो, अगाडि चाहिँ कोड नम्बर, अब +60 भनेपछि मलेसियाको भन्ने आइहाल्यो होइन। मलेसियामा कोही नेपाली श्रमिक अप्ठ्यारोमा पऱ्यो कि गाह्रोमा पऱ्यो कि अथवा के भयो कि उठाउँ, रेस्पोन्स गरौँ, त्यहाँबाट आएको होइन, नेपाली श्रमिकको सङ्ख्या ठुलो छ भन्ने हिसाबले फोन उठाएको, सिधै ऐनमा हो भन्नु हो भने, अनि तेरो कोठा कहाँनिर हो भन्नुभयो होइन, सिधै त भन्नुभयो। म त चिनिनँ नि हजुरलाई भने मैले, होइन कोठा कहाँ बस्ने कहाँ, तेरो कोठा भन् त, एड्रेस भन् त भन्नुभयो। को बोल्नुभयो भने मैले म जो बोले पनि तेरो बाबु बोलेको यस्तै खालको एकदम छाडा शब्द।